साथीहरू यो चाहिँ ब्लाउजको डिजाइन हो। ब्लाउजको बाहुलाको डिजाइन। यो डिजाइन चाहिँ बनाउन लागेको छु। मैले चाहिँ यस्तो डिजाइन बनाउन लागेको छु। बाहुलामा चाहिँ यो चाहिँ मैले चाहिँ अस्तरमा मात्रै कटिङ गरेको छु। त्यसपछि सिलाउन सजिलो हुन्छ भनेर चाहिँ अनि यसले चाहिँ यस्तै गरेर सिलाएपछि चाहिँ सिलाएर सकेँ मैले चाहिँ। अब चाहिँ यसले कटिङ गर्छु म चाहिँ। जो मेन अस्तर छ यसले पनि काट्छु, मेन कपडाले पनि। त्यस पछाडि चाहिँ यसले छोटा छोटा कट लगाउँछु। कट लगाएपछि चाहिँ फर्काउन सजिलो हुन्छ। भित्री फर्काउन चाहिँ हजुरहरूले नि यस्तै गरेर बनाउन सक्नुहुन्छ। अनि जो बचेको कपडा थियो यसले पनि मैले काटिदिएँ। अब चाहिँ यसले मैले फर्काएर चाहिँ यसले चाहिँ फर्काएर चाहिँ एकचोटि सिलाइमा हालिदिन्छु फेरि उफ्रिएर। ढाका निक्लेको रह्यो क्या। कपडा चाहिँ बल्ल हुन्छ। दोबारा सिलाएपछि त्यही भएर चाहिँ उफ्रिएर पनि फेरि सिलाइमा दोबारा चाहिँ सक्को यो पनि। त्यस पछाडि अब यसले फेरि मैले यसलाई फेरि यस्तो गरेर यसलाई फर्काएर चाहिँ कपडालाई चाहिँ भित्रपट्टि लाने चाहिँ यताबाट सिलाएपछि चाहिँ यो फेरि दोबारा अर्कोचोटि यस्तो गरेर सिलाउन चाहिँ पर्दैन। त्यो सिलाइदिएँ। अब यसले फर्काएँ। त्यसरी भित्रै बाहिरै सेम देखिन्न सिलाइ पनि। अब चाहिँ म चाहिँ एकचोटि फेरि सिलाइदिन्छु। यो चाहिँ सिलाइ बल्ल सिलाइ हुन्छ। त्यसपछि चाहिँ यसले मैले बनाइसकेँ गाइस। यसको फाइनल लुक कस्तो छ हजुरहरूले। अनि फेरि यसमा पनि फेरि अर्को डिजाइन लगाएँ। सादा कपडाको चाहिँ मैले यसले बनाएको चाहिँ भिडियो बनाएको थिएँ। यो डिजाइन बनाएको चाहिँ यसले जोडेको मात्र चाहिँ बनाएँ। यसको फाइनल लुक चाहिँ यस्तो छ गाइस। भइसक्यो। यसको फाइनल लुक चाहिँ यस्तो भयो। बाहुलाको चाहिँ लगाएपछि झन् कति राम्रो होला। बाई साथीहरू, भेट्छु अर्को भिडियोमा।